Hello and namaste. Today is my next new vlog. हामी चाहिँ आज गाइज बुवाले पूजा गरेको ठाउँमा जाँदैछौँ। आज चाहिँ दसैँ भइहाल्यो, अरू ठाउँमा पूजा गरेको हेरेर आयौँ। अब बुवाले पूजा गरेको हेर्न जाँदैछौँ है गाइज। देख्न सक्नुहुन्छ यहाँ गणेशलाई अघि अघि, म चाहिँ पछि पछि हामी भाग्दै गइरहेको छौँ। हामी खसी काटेको ठाउँमा दुई ठाउँमा गयौँ। अब थकै छौँ हामी। अब त्यसपछि वन जाँदैछौँ हामी। हाम्रो वन तपाईँहरूलाई देखाउन जाँदैछु म। गएछ हामी जान लागेको ठाउँको नाम के पूजा गरेको ठाउँमा अरे? वनमा के पूजा गर्छन् नि? हामी वनमा पूजा गरेको हेर्न ठाउँमा जाँदैछौँ। यो हाम्रो गाउँको बाटो देख्न सक्नुहुन्छ। हेलो गाइज, यही बाटो अघि हामी बाइकमा आएको। 9 बज्यो होला, बजेन? घरमा त पुरै पहिरो गएछ नि त है। कुलले फेरि दौरा गर्दै ए राम्रो आउँदो रहेछ। फिलाउने होला नि अङ्कल यसलाई तल हो लिएर जाने हो भगवानमा हो क्या, बोकेर लाने हो अहिले। मुनि भवन भन्नाले अहिले होइन, तल हाम्रो भवन छ नि तल, काटिसकेपछि त्यहीँ हो। सबै भाग लाउने, यताउति गर्ने दिन्छु। चैते दसैँ नि मनाउने भयो नि त हो। केही जाओस् न त प्रोटेक्ट गरेछ। प्रोटेक्ट केले गर्छ? संसारी धानले यता पूर्वबाट परेको हो। यतातिर संसारी धान, बेसीतिर अरू भगवान् छन्। सबैले हाम्रो गाउँको रक्षा गरिरहेको नि।